आजको भिडियोमा चाहिँ म सत्तु बनाउन गइरहेको छु है। यो सत्तु भनेको चाहिँ कुनै नयाँ नौलो रेसिपी त होइन कि, तर मैले जुन मेरो किचनमा पकाउने गरेको अनि मैले घरमा युज गर्दै गर्ने कुराहरूलाई चाहिँ भिडियो बनाउन मन लाग्यो अनि त्यही भएर भिडियो बनाउन लागेको हो कि। ओइल अहिले म किचनमा छु हैन। यो गहुँ भयो है। यो हाम्रो चाहिँ अमेरिकाने सेतो गहुँ भन्छ यसलाई हैन। त्यस पछाडि मकै। सत्तु बनाउँदाखेरि एउटै आइटमको मात्रै बनाउँदैन क्या, धेरै थरी मिसाएर। अब सर्वोत्तम पिठो जस्तो, तर सर्वोत्तम पिठोको जति अब सबै क्वान्टिटी त मैले जम्मा गर्न सकेको छैन। अनि यो भयो चामल है। कुन धानको चामल चिन्नुभयो? यो मनसुली धानको चामल हो क्या। मसिनो भात खाँदा पनि एकदम नरम हैन। अनि बास्ना आउँछ नि, मगमग बास्ना आउँछ यसको हैन। अनि यति भयो, चामल भयो है, मकै भयो, अनि त्यस पछाडि गहुँ। यसमा मैले यहाँ ल्याउन पाएकै छैन कि, मतलब चना, केराउ अनि भटमास। त्यो चाहिँ अब थोरै थोरै मात्रामा, यिनीहरू चाहिँ अलिकति धेरै नै लाउँछु भने अरू चाहिँ थोरै थोरै नै लाउँछु होइन। अब कस्तो छ भने मेरो चाहिँ बाबा मम्मी सासू ससुरा भनेको अब 80 इयर्स एबोभ हुनुहुन्छ होइन। जाँड रक्सी पनि खानुहुन्न। म चाहिँ घरको कान्छी बुहारी हो कि, सबै फ्यामिलीको रेस्पोन्सिबिलिटी मै माथि चाहिँ भनौँ न। सो उहाँहरूको हेल्थ केयर चाहिँ फर्स्ट प्रायोरिटी दिने गरेको छु होइन। त्यसको लागि पनि अब सुत चिया, यस्तो चिया बनाएर नै प्रायः जसो खाना दिने गरेको छु भनौँ न। अनि सत्तुसँग चाहिँ फेरि हामीले एउटा भैँसी चाहिँ, लैना भैँसी चाहिँ अनिवार्य पालेको छ होइन घरमा। सो दुधसँग मर्निङमा 1 कप दुधसँग चिया खानुहुन्छ सत्तु फिटाएर, अनि धेरै खुसी हुनुहुन्छ क्या। अनि डे टाइममा पनि अब समटाइम्स अरू खाजा पाक्नु पाएको छैन भने पनि तातो पानीसँग अनि सत्तु लायो, थोरै घिउ लायो, नुन लायो, अनि त्यसरी खानुहुन्छ है। अनि यसमा चाहिँ म अलिकति मेथी पनि एड गर्छु है टेस्टको लागि। बुढाबुढीहरूलाई त मेथी मनपर्छ नि त उहाँहरूलाई। सो म चाहिँ यसरी सत्तु बनाउँछु है। धेरै ठुलो घाम लाग्दा पनि छिटो पाक्दैन होइन। सानै घाम लगाएर भुट्नु पऱ्यो। के भन्नुहुन्छ तपाईँहरू यसलाई? हाम्रो के भुट्नुको लागि खरेटो भन्छ नि, त्यस्तै बनाएको छ कि बाँसको भाटा, सबै के भन्छ बाँसको भाटा सानो पिस बनाएर बनाउनु भएको रहेछ। हामीले बाबा मम्मीहरूले यही नै युज गरिराखेको छ।